हेलो साथीहरु, नमस्ते। वेलकम टु माई न्यू ब्लग। आज म देखाउन गइराखेको छु हजुरहरुलाई मैले चाउमिन कसरी बनाउँछु भनेर। सुरुदेखि अन्त्यसम्म बनाएकी छु र हजुरहरु हेर्नु होला है त। मैले सुरुमा त पानी उमाले, त्यसमा चाहिँ चाउमिन हाले। चाउमिन हालिसकेपछि यसरी पाक्यो। मैले धेरै बेरसम्म लगाएर पकाए। त्यसपछि पखालेर एकछिन चिसोमा राखे, ओबायो। त्यसपछि चाहिँ ओबाएपछि सुकेपछि अलि राम्रो हुन्छ नि त। अनि यसरी आज त धेरै पकाएर त्यता राखे। फेरि म भुट्नलाई लागेको खुर्सानी हाले, त्यसपछि प्याज हाले, त्यसपछि चाहिँ भुट्दैछु है। अनि मिठो एकदम। मलाई त्यस्तो यो चाउमिनहरुमा है त्यो गेडागुडी अरु के हालेको खासै मन पर्दैन। मलाई अलि सुक्खा र तेल पनि धेरै हालेको मन पर्दैन। अनि बन्दा चाहिँ मलाई साह्रै मन पर्छ के, त्यो भएर चाहिँ मैले बन्दा टन्नै हाल्छु। चाउमिनमा बन्दा नभएपछि त्यति स्वादिलो मान्दैन के। म अरु खासै त्यो गेडागुडी चनाहरु त्यस्तो हाल्दैन, त्यस्तो खासै ठीक पनि लाग्दैन। त्यो भएर बन्दा टन्न हालेर अनि भुटेको। फेरि अनि चाउमिन हाले। बन्दा भुटिसकेपछि चाउमिन हालेर अनि चाउमिन पनि मैले टन्न बनाएको थिएँ के। मलाई अलिकति भएपछि पुग्दैन के, यो सबै मैले एक्लै नै खान्छु के। यति खाए भने चाहिँ बेलुकाको खानै खादिन। अनि त्यसपछि गएर सस धेरै हालेपछि तितो हुन्थ्यो, त्यो भएर मैले थोरै राखेको। अनि जस ठिक्क भएको थियो है। अनि नुन हाले। त्यसपछि गएर अनि मर मसला भनेको नै मेरो त्यही नुन र खुर्सानी मात्रै हो है, अरु खासै त्यस्तो छैन। अनि चाउमिन बनिसकेपछि मैले थालमा हालेर खान्छु।